हेलो नमस्कार गाइज, मेरो ब्लगमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। आज चाहिँ म एनएफडिसी हलमा छु। झ्याम्मै छोपनी भन्ने गीतको आज सुटिङ रहेको छ, जसमा कास्ट रहेको छ हाम्रो एलिसा राई, आश्रम विश्वकर्मा अनि सरोज अधिकारी। र यो मैले र एलिना चौहानजीले गाउनुभएको यो गीत कम्पोज चाहिँ मेरै रहेको छ, शब्द टेकराज सरको रहेको छ र यसको एरेन्जमेन्ट रहेको छ दीक्षित पौडेल सरको। यो गीत एकदमै खतरा स्टाइलले इन्डोर सुटिङ भइरहेको छ। यो चाहिँ एनएफडिसी हलमा सुटिङ भइरहेको छ गाइस। सबैले यो ब्लगलाई मन पराइदिनु होला। थ्याङ्क यू। के छ, काम राम्रो चलिरहेछ नि? कोरसको लागि यहाँ सुटिङ भइरहेको छ। सब्सक्राइबर आयो, बेच दिए। त्यसै भन तिम्रो कम भएछ ल। छुट्टा छुट्टा कम भएछ भन, त्यो लागि आउँछ नि त पेकिङमा। प्ले दिखाओ। हाई भनौ, हाई। रोशन राइट जाऊ हैन, सुन्दा कि अगाडि आउनु, लेफ्ट राइट आउट, सुन्दा अगाडि आउँदै अगाडि आउट, सुन्दा अगाडि आउनु। पछाडि लुकेको मान्छे चाहिँ को? हाम्रो अलि राइट आऊ।
यो लास्टमा मौसम हजुर आउँदा मौसम हजुर आउँदा तिमी अगाडि आऊ मौसम अगाडि आऊ अहिले यो अगाडि को छ प्रिन्स हो तिमी राइट आऊ अझ अझै अगाडि आऊ अलिकति काजको चाहिँ देख्यो यहाँनिर छ नि त यता पछाडि उनीहरू त्यहाँनिर अलिक काजको माइक भनिदेऊ न के हो भनिदेऊ सुनिल गाह्रो छ नि सुटिङ गर्न सुनिल के रिहर्सल तिमीलाई गर्नु नपर्ने भनेको छ हो रिहर्सल गर्नु पर्दैन तिमीले ऋषि सर मात्रै घोकानी हानौँ त 3-4 हानौँ त अर्जुन दाई भन्दा भाइ लास्ट भाइ हनुमान भाइ आउनु लास्ट भन्दा सर एक स्टेप सर आउँछ अब सेकेन्ड सर हो एक उता के गर्नुहुन्छ भन्दै lyricist, composer, singer, arranger. लगानीकर्ता है टेक 3 बत्ती गएको छ यहाँनिर होइन गएको होइन के भयो अरे यो बन्द गरेको कहाँ जान्छ यहाँ मेरो प्रोडक्सनमा कहाँ जान्छ 7:30 यहाँनिर बत्ती त हामी तपाईँले गण्डकी कोसी सबैबाट फेरि अहिले भर्खर तानिदिन्छौँ ओके कम यहाँ एउटा घर बन्ने पैसा लागेको One more. Playing दिखाई दे। तो playing भी दिखाई दे। सारा सारा playing। होइन कस्तो देख्छ रे जटा कडा छ यो त छाताको लाइट हो कहाँ लाइट निभाउन
पालोमा फर्केर सुरु गरिहाल्यो है गुगल भनेको हो कि अगाडि काउन्ट दिन्छु रेडी एउटा बुझ्यो सबजना आफै पार्ट गर्दै गर अनि ठिक्क केटीको पालोमा एनर्जी बढायो रेडी थाके छ केटाहरू थाकेर हावा दिइहाल्नु अलि यो चाहिँ हाम्रो इन्डिङको सिक्वेन्स खिच्दैछ यसमा चाहिँ हाम्रो इन्डिङ यसमा चाहिँ हाम्रो किङ सुरेश लामाको एन्ट्री छ हाम्रो प्रोडक्सन त्यो किन आएन मोलिनको जाममा ल हेरौँ त बोलाऊ एक्सनमै आउने हो होइन एकछिन होइन देऊ रोलिङ सिधा क्यामेरामा आइराख्नु गरे पार्ट 2 सुरु भयो प्लेब्याक हेरौँ कस्तो आयो पिक्चर हेरौँ राम्रा के अरे एउटा लिनु पर्ला कि हजुर हुन्छ एउटा फेरि लिनै पर्छ आफ्नो थोरै ब्याग क्यामेरा माथिबाट रोलिङ रोलिङ जाऊ बिस्तारै खोइ अलिक ढिलो त्यही यसो अलिसा जी हजुर
सुटिङ कस्तो हुँदैछ राम्रो हुँदैछ हजुर एकछिन थाक्नु भएको त छैन नि कहाँ थाक्ने छैन है खुट्टा त दुखेकै छ दुखेकै छ के हो हँ? दाइ कस्तो हुँदैछ सुटिङ कस्तो हुँदैछ सक्यो। बब्बाल बब्बाल 12 बजिसक्यो प्याकअप भएन थाक्नु त भएन नि अलिअलि थका लाग्छ रेड बुल लिएर आउँ त त्यसको इनर्जी लिँदैन सुरेश सर के छ अनि कस्तो हुँदैछ 12 बजे सुटिङ दामी अनि प्याकअप भएको छैन होइन निद्रा लागेको छैन अनि थाकेको छैन मजा आइरहेछ अब जाने अब भाइ बाहिरहेछ हिट के छ खाँदै हो थाक्नु भएको त छैन नि तर तपाईँको जोसलाई हामीले मानेछौँ है ल कडा कडा